हेलो गाइस, म डाक्टर फुलामु शेर्पा तपाईहरुको समक्षमा फेरि आइरहेको छु। आज म तपाईहरुलाई कोलेस्टेरोल रिलेटेड प्रब्लमहरु के आउनु सक्छ फ्युचरमा त्यसको बारेमा डिस्कस गर्ने छु। अब तपाईहरु सबैजना हस्पिटलमा आफ्टर 40 देखि सबैले रुटिन ब्लड टेस्ट गराउँछ र अलिकति तपाईहरुको ब्लडमा कति जनाको मैक्सिममको कोलेस्टेरोल बढिरहेको हुन्छ। अहिले हामीले क्लिनिकतिर हेर्छौं, हस्पिटलतिर हेर्छौं 20 वर्ष 30 वर्षदेखि नै कोलेस्टेरोल बढिरहेको हुन्छ ब्लडमा। तर कति पब्लिकहरुले कति पेशेन्टहरुले यो बढेको साइनलाई लाइटली लिन्छ, दबाई लिँदैन। र आज म तपाईहरुलाई भन्ने छु यो कोलेस्टेरोलले के प्रब्लम गर्नेछ फ्युचरमा। र यो कति जनाको ब्लड टेस्ट गर्दा कोलेस्टेरोल पुरा बढेको हुन्छ, कति जना अत्तालिएर हस्पिटलमा आएर दबाई सुरु गरिहाल्नुहुन्छ, कति जनाले बेसी बढेको छ भने चाहिँ अर्को कसैको चाहिँ कम्ती बढेको हुन्छ, जस्तै अब बोर्डर लाइन बढेको हुन्छ। र यसमा चाहिँ पब्लिकहरुले ढुकै मान्नुहुन्छ, मेरो त कम्ती बढेको छ, दबाई खानु परेन, मुख मात्रै बार्छु भनेर। तर अब उहाँहरुलाई याद छैन कति जनाको ब्लडमा नर्मल देखाउँछ कोलेस्टेरोल, तपाईको कति जनाको बोर्डर लाइन मात्रै बढेको हुन्छ, तर उहाँहरुको कोलेस्टेरोल थाक गएर लिभरमा बसिसकेको हुन्छ। र तपाईहरुले सुन्नु भएको होला फ्याटी लिभर, त्यही हो तपाईको फ्याटी लिभर पनि कोलेस्टेरोलको साइन हो। अर्को छ तपाईको मुटुमा पनि कोलेस्टेरोलले छुनु सक्छ। अहिले तपाईहरुले देख्नुहुन्छ वहाँ कोलेस्टेरोल भएको पेशेन्टले इसिजी यो इको इसिजी गर्यो भने ब्लक प्याटर्न देखाउँछ, हार्ट ब्लकहरु, र उहाँहरु अत्तालिनुहुन्छ हार्टको प्रब्लम भयो भनेर। तर एक्चुअली तपाईको यो कोलेस्टेरोलको सिम्पटम हो। तपाईको यो मुटुमा पनि पुरा खून बग्ने नसाहरु हुन्छ र त्यो नसामा लिभरको जस्तो यो कोलेस्टेरोल गएर त्यो नसामा बसिदिनुहुन्छ र त्यो बसेर नसा ब्लक भयो भने मुटुमा खून राम्रो सर्दैन र यसलाई नै हार्ट ब्लक भन्छ। हार्ट एट्याक यही कारणले हुन्छ र यङ एजमा हार्ट एट्याकहरु पनि यही कारणले हो, कोलेस्टेरोलकै प्रब्लमले हो। र अहिले कति जनाले हार्टको अपरेसन गर्यो, के यो एन्जियोप्लास्टी गर्यो, एन्जियोग्राफी गर्यो भन्छ। यो सबै गर्नु परेको कारण कोलेस्टेरोलले नै हो। र अर्को कम्प्लिकेसन हुनु सक्छ तपाईको किडनीको प्रब्लम। अहिले तपाईको किडनीको पेशेन्टहरु पुरा बढिरहेको छ र यो खाली प्रेसर सुगरले मात्रै किडनीलाई छुदैन, तपाईको यो कोलेस्टेरोल पनि किडनीमा लाग्छ। जस्तो लिभरमा कोलेस्टेरोल बस्छ त्यसरी नै किडनीमा पनि कोलेस्टेरोल बस्छ। किडनीमा खून बग्ने नसाहरु पुरा छ तपाईको, तर त्यो नसातिर यो कोलेस्टेरोल चिप्लो चाप्लो बसिदियो भने किडनीको त्यो खून बग्ने नसाहरु अलिक ब्लक भयो भने किडनीमा ब्लड फ्लो कम्ती हुन्छ र अल्टिमेटली फ्युचरमा किडनी ड्यामेज हुने चान्स छ। र तपाईले देख्नु भएको छ कति किडनी पेशेन्टलाई किडनीको डाक्टरहरुले एउटा कोलेस्टेरोलको दबाई पनि एडभाइस गरिरहेको हुन्छ। र अर्को प्रब्लम छ स्ट्रोक। कोलेस्टेरोलले पनि स्ट्रोकको प्रब्लम हुन्छ, जस्तै प्रेसर सुगर बिनै कोलेस्टेरोल आइरहेको यो प्रेसर सुगर बिनै तपाईको स्ट्रोक भइरहेको हुन्छ। र पेशेन्टहरुले सोच्छ कि डाक्टर प्रेसर पनि थिएन, सुगर पनि थिएन र पनि स्ट्रोक भयो भन्छ। तर अब उहाँहरुलाई याद छैन यो कोलेस्टेरोलले पनि स्ट्रोकको प्रब्लम आउन सक्छ। जस्तै अब यो कोलेस्टेरोल हाम्रो यो घाँटीको भित्र खून बग्ने नसा पुरा हुन्छ, त्यहाँनिर लिभरमा जसरी फ्याट जामेको हुन्छ फ्याटी लिभर, त्यसरी नै यो घाँटीको नसामा पनि चिप्लो चाप्लो गएर बसिदिन्छ र यो नसा ब्लक गर्दै भने हाम्रो यहाँ ब्रेनमा खून सर्दैन र स्ट्रोक हुन्छ। र स्ट्रोकको पेशेन्टहरुको मेन ट्रिटमेन्ट के छ? कोलेस्टेरोलकै दबाई।
अनि त्यहाँदेखि अर्को के छ भने यो तपाईँको यो बुढाबुढी 80-90 वर्षमा हातहरू झमझम गर्यो, पोल्यो भन्नुहुन्छ त उहाँहरूले। तर यो पनि कोलेस्टेरोलकै सिम्पटम हो। र के एक्चुअली के हुन्छ भने 30-40 वर्षदेखि कोलेस्टेरोलको प्रब्लम हुन्छ, तर उहाँहरूले दबाई खानुहुन्न र यो लामो टाइमसम्म चाहिँ यो कोलेस्टेरोल उहाँहरूको यो हात खुट्टाको नसामा चिप्लो चाप्लो गएर बसिदिन्छ। त्यो नसा ब्लक गरेपछि खुन राम्रो सर्दैन र 80-90 वर्षमा हात खुट्टामा सर्कुलेसन राम्रो नहुँदा उहाँलाई पोल्ने झमझम गर्ने बिमारी भेट्छ। यो प्रब्लम चाहिँ अहिले यो अगाडि 30-40 वर्षमा त्यति देखाइदिँदैन। यो लङ टर्म जसले एकदम कोलेस्ट्रोलको दबाई खाँदैन, फ्युचरमा लङ टर्ममा यो कम्प्लिकेसन देखिन्छ। बुढाबुढी 80-90 इयर्समा हात पोल्यो, खुट्टा पोल्यो भन्दै रातभरि सुत्नु सक्दैन। त्यति बेला कोलेस्ट्रोलको दबाई खाएर वकिङ गरेर त फाइदा छैन। त्यति बेला घरको मान्छेहरूले लटाउने निदाउने दबाई दिँदै राख्छ या लटाउने निदाउने दबाई डाक्टरहरूलाई रिक्वेस्ट गर्छ। र यो सबै कोलेस्टेरोलको प्रब्लमहरू होप तपाईँहरूले बुझ्नुभयो होला। र तपाईँहरूले यो कोलेस्टेरोल कम्ती बढेको छ, बोर्डर लाइन बढेको छ भनेर तपाईँहरू ढुक्कै मान्नु भएन। त्यसमा तपाईँहरूले एसेस गर्नु पर्यो, इन्भेस्टिगेसन गर्नु पर्यो, कहाँनिर कोलेस्टेरोल डिपोजिट भएको छ, मुटुतिर पो डिपोजिट भएको छ कि भनेर इसिजी गर्नु पर्यो। लिभरमा पो डिपोजिट भएको छ कोलेस्टेरोल र ब्लडमा कम्ती देखाउँदैछ भनेर तपाईँले अल्ट्रासाउन्ड गर्नु पर्यो फ्याटी लिभर रुल आउट गर्नुको लागि। र हात खुट्टातिर झमझम पोल्ने सिम्पटमहरू आयो भने पनि तपाईँहरूले कोलेस्टेरोलको टेस्टहरू गर्नु पर्यो र डाक्टरलाई कन्सल्ट गर्नु पर्यो। हुन्छ, धन्यवाद।